दर्शक नमस्कार। विज्ञान र प्रविधिको युगमा किन मान्छे अहिले मोबाइल, कम्प्युटर, सामाजिक सञ्जाल प्लेटफर्म र इन्टरनेटमा बेसी बिजी छन्? डिजिटल युगमा सामाजिक सञ्जाल मानिसको सूचना, मनोरञ्जन र सम्पर्कको प्रमुख माध्यम बनेको छ, तर यसको अत्याधिक र अनियन्त्रित प्रयोगले स्वास्थ्यमा गहिरो असर पार्न थालेको छ, जुन धेरैजसो मानिसले ढिलो मात्रामा महसुस गर्छन्। पहिले लामो समयसम्म मोबाइल स्क्रिनमा हराउँदा शरीर निष्क्रिय हुन्छ। निरन्तर बसिरहने बानीले रक्तचाप कमजोर हुने, मोटोपन बढ्ने र मुटु सम्बन्धित जोखिम बढ्ने सम्भावना रहन्छ। आँखा लगातार उज्यालो स्क्रिन केन्द्रित हुँदा डिजिटल आँखाको थकान पर्न सक्छ। मानसिक रूपमा पनि यसको असर कम छैन। सामाजिक सञ्जालमा देखिने परफेक्ट जीवनसँग आफ्नो जीवन तुलना गर्ने बानीले आत्मसम्मान घटाउने, चिन्ता बढाउने र मनमा असन्तुष्टि सिर्जना गर्ने गर्छ। लाइक, कमेन्ट र प्रतिक्रिया पर्खिने मनोविज्ञानले मानिसलाई अनावश्यक तनाव राख्न सक्छ। सबैभन्दा ठुलो प्रभाव भने निन्द्रामा पर्छ। राति लामो समयसम्म स्क्रिन प्रयोग गर्दा दिमाग सक्रिय रहन्छ, जसले गहिरो निन्द्रा नआउने समस्या ल्याउँछ र बिस्तारै शरीरको ऊर्जा प्रणाली नै कमजोर बनाउँछ। यसैले सामाजिक सञ्जाललाई पूर्ण रूपमा त्याग्ने होइन, सन्तुलित प्रयोग र समय सीमा निर्धारण र डिजिटल ब्रेक अपनाउन आजको आवश्यकता रहेको छ।